नमस्ते साथीहरू, म अहिले ओल्ड दोहा पोर्टमा छु र यो ओल्ड दोहा पोर्ट मात्र एउटा चाहिँ प्लेस होइन यार, यो एउटा समयको यात्रा हो जहाँ एकातिर मोती डुबाउनेहरूको पसिना अझै समुद्री हावामा घुल्छ यार, अर्कोतिर यो नयाँ युगको डिजिटल कला र आधुनिक जीवनशैलीले नयाँ कथा लेख्छ यार। नि उस्तैदेखि नै घरहरू कुनै बेला माछा मार्ने चाहिँ बढी थियो, आज विश्वका कलाकारहरूको क्यानभास बनेको छ। तर सबैभन्दा सुन्दर के लाग्छ थाहा छ? इतिहासलाई ध्वस्त नगरी कसरी कलाको रङ दिन सकिन्छ भन्ने यो ठाउँले सिकाउँछ। जब म समुद्री किनारमा उभिएर सूर्यास्त हेर्छु, लाग्छ हरेक लहरले एउटा पुरानो सम्झना बोकेर आउँछ यार र एउटा नयाँ सपना बोकेर जान्छ। यदि तपाईँ पनि यस्तो कला, संस्कृति र इतिहासको सम्मिश्रण हेर्न चाहनुहुन्छ भने पुरानो दोहा आउनै पर्छ। अनि यहाँ आउने भनेको चाहिँ तपाईँ बिहान या त बेलुका दिउँसो चर्को घामले तपाईँलाई सताउन सक्छ। आए पनि तपाईँले चाहिँ पानीको बोतल, छाता होइन अरू एसेसरिजहरू चाहिँ ल्याउन भुल्नु हुँदैन। बुझ्नुभयो नि? आजलाई चाहिँ यिनै भिडियोहरूबाट तपाईँहरूलाई मनोरञ्जन दिने कोसिस गरेँ। समग्रमा देखिहाल्नुभयो होइन? हजुरले पूर्ण रूपमा यसलाई महसुस गर्नको लागि तपाईँ खुद आउनुपर्ने हुन्छ यहाँनिर भिजिट गर्नको लागि।